Vote for के मा? Bye bye. 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 Vote केमा? बन्टीमा? Bye हैन के बत्तीमा? छोरा बत्तीमा रे हेलो सबैजनालाई नमस्ते। आउँदै गरेको यो फागुन 21 गतेको निर्वाचन चुनावको लागि हामी केही समयको लागि गाउँ जाँदैछु। आफ्नै जन्मभूमि तपाईँको माझमा हामीले भिडियो उपस्थित गराउने नै छु र भिडियो हेरेर सबैजनाले साथ दिनु हुन्छ भन्ने मलाई आशा लागेको छु र हामी अब लगभग यहाँ काठमाडौँबाट हिँड्न लागेको छु। तपाईँहरूको माझमा हामीले भिडियो केही उपस्थित गर्नु नै छु है। ल वाचिङ द फुल भिडियो। सबैजनालाई राम्रो मान्ने गान्ने राम्रो निर्वाचनको यो उम्मेदवारलाई जिताउनु भन्न हामी आग्रह गर्नेछु। म चाहिँ लागेँ अब गाउँतिर है गाइस। ल ओके ओके हेलो हेलो ओके ओके ल ल ओके हामी भोट हालेर आउँछु। ल नम्र सर बाई बाई। च्याच कालो चस्मा आँखामा मेरो विशाल बजारको होइन चस्मा लगाएर हुन्छ नि। ओ बाई बाई। घन्टी घन्टी कोटेश्वरमा चाहिँ जामै छ अहिले पनि गाइस होइन। बिहानको समयमा पनि त्यही जाम छ। आमामा गाउँ जानेको लड्को छ गाइस है। पुरै गाडी कुरिरहेछ। तपाईँहरूले पनि देख्न सक्नुहुन्छ बसहरू लागिरहेछ। यो दसैँ तिहार जस्तैको चाप छ। चाप बढै छ गाइस। बसहरू पनि लागिरहेको छ दसैँ तिहारको जस्तै क्युमा छ। हामी कोटेश्वरबाट जडीबुटीतर्फ लागिसकेको छौँ। जडीबुटी आइपुगिसकेको छ। जडीबुटीमा पनि एकदम चापको चाप छ। गाडीहरू मान्छेहरू यात्रुहरू भोट हाल्नलाई नागरिकहरू गाउँ आफ्नो गाउँ जाने गाडी कुरिरहेको छ। दर्शकबिनहरू तपाईँहरूले देख्न सक्नुहुन्छ प्रत्यक्ष पुलबाट पनि मान्छेहरू गाडी कहिले आउँछ भनेर कुरिरहेको छ। बनेपा आइपुगिसकेको छ। सबैजना आफ्नो आफ्नो गाडी कुरिरहेको छ। बनेपा बजार हो यो चाहिँ है। बनेपा बजार दर्शकबिन तपाईँहरू प्रत्यक्ष हाम्रो भिडियो हेर्दै हुनुहुन्छ भने हामी अहिले बनेपा आइपुगिसकेको छु। हामी अब निरन्तर यो बिपी राजमार्ग अन्त वेमै छु। अझै पनि समय धेरै लाग्छ। पहिलाको बाढी पहिरोले गर्दाखेरि बाटो एकदम अवरुद्ध छ अहिले पनि। अनि त्यसैले गर्दाखेरि अनि आन्टीले ठ्याक्कै पुरै रोकाइदियो हो। यता जानु कि उता जानु गर्थ्यो समस्या भयो। त्यसपछि अब हामी अगाडि बढिरहेको छौँ छिटो।
यो चाहिँ सुकुटीको लागि हो। सुकुटी डाँडामा हामी सुकुटी खाएर करिब करिब हिँडिसकेको छौँ होइन। सुकुटी डाँडाबाट अब करिब करिब हामी लाग्नेछ। अन्त छ नि भाइ, के छ? ठिक छ? ल यो रोसीको अब अप्ठ्यारो बाटो आइसकेको छ। हामी कति लाग्ला यो बाटो मेरो घर गाइस कस्तो भएर बसेको छ। टहर मात्र छ घर गाइस। पाइलोटको बाटोमा ठुलो उडाउँदै यहाँ कति हो बाटो पनि ठुलो। तिम्रो घर तल होइन र तिमीलाई मैले चिनेको होइन र ठुलो उडाउँदै पाइलोटको बाटोमा। यो चाहिँ धर्मस्थल, यो कुशेश्वरी महादेव सबैजनाले दर्शन गर्नु आग्रह गर्छु। जय कुशेश्वरी महादेव। फाइनली गाइस हामीले
सुनपति गाउँपालिका अब करिब करिब टेक्न लागिसकेको छु अहिले हामी खानादेखि गाउँपालिका लुकुपट्टि हो यो चाहिँ लुबु बजार है लुबु बजार बाई बाई सबैलाई अटो सटो सबै कुदिरहेको छ होइन सुनाप के लाग्यो सुनाप के लाग्यो गाइस पुल पनि अब तयारी हुँदैछ यहाँ पुल चाहिँ लुम खोला भन्छ लुम खोलाको पुल तयार हुँदैछ फाइनली गाइस हामी रामेछाप सुनपति गाउँपालिका डाउको तर केउरानी पुरै यहाँबाट हेर्दाखेरि डर लाग्ने अब हामी कहाँ पुग्ने र अब यहाँबाट देखेको तल देखेको चाहिँ यो सुनकोशी हो हामी अहिले उपस्थित भइसकेको छु धोदर डाँडामा हामी दुई भाइको साथमा आइसकेको छु तपाईँहरूको माझमा र के कस्तो भयो यात्रा भाइ यात्रा हेर्नुहोस् त यहाँ हजुर यो अफरोड बाटो एकदम गाह्रो छ हेर्नुहोस् अन्त वही हान्दा हान्दै चाक दुखेर कि चाकमा त पिलो आएको जस्तो फोका उठिसकेको छ र फोकाको साथमा हामीले अब स्ट्रिम साथ चेस गरेर खाने नै छु तपाईँहरूको माझमा स्ट्रिम चेस एक्सट्रिम च्यास गरेर तपाईँहरू पनि लिनुहुन्छ र हामी चाहिँ लिइहाल्यौँ पानी अब माथि जोरथारामा गएर यसमै ट्याङ्कमा पानी भरेर खानुपर्ने हुन्छ जोरथारा थोरै यहाँबाट माथि मात्रै हो प्रत्यक्ष तपाईँहरूको माझमा हामी रामेछाप आएको यात्राको भिडियो पनि लिएर उपस्थित भइसकेको छु अहिले हामी ठ्याक्कै दोजर डाँडानिर आइपुगिसकेको छ दोजर डाँडा यहाँ छ दोजर डाँडा यसलाई भनिन्छ अनि हामी दोजर डाँडानिर आएर खाइदिउँ गरौँ है त फाइनली गाइस अब हाम्रो यात्रा सुनपति हिलादेवी सम्मको हो साउने सम्मको भाइ के छ थके लाग्यो एनर्जी ड्रिङ्क्स डोजर डाँडानिर होइन फाइनली गाइस पारीबाट Dobrang स्कुल आइपुगिसकेको छ गाइस हामी चाहिँ दोब्राङ स्कुल दोब्राङ स्कुलबाट हामी अघि बढिसकेको छ
गाइस अब पल्लो घन्टी डाँडा हो त्यो घन्टी डाँडाबाट हामी खुत्तै कट्ने बित्तिकै मेरो घर चाहिँ आइहाल्छ लोक्राङ गाइस गाउँ छोडेपछि हेर सानै छ फाइनली गाइस हाम्रो चाहिँ घर योभन्दा उतापट्टि हो अहिले हामी उत्तिस गाडी त्यहाँ थियो क्या त्यो टिकटकमा भाइरल भएको त्यो चाहिँ खहरे खोला पुरै बगेरसम्म भइसकेको छ फेरि पछि थप्दैछ के गर्यो फिनाले घर आइपुगिसकेको छ यो चाहिँ मेरो घर हो देखेको सिधाको मेरो घर हो आमा पुरै गाउँबारी हर है आमा कोही छैन सबैजना चुनाव लागेर घरमा कोही छैन आइपुगै ठ्याक्कै आइपुग्यो गानमा चाहिँ कपाल काट्न छेउर गर्नलाई एकदम रेडी हुन्छ लु 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 अब अघि बढौँ के सकुन छैन उयो छेउ लु फाइनली म घरतिर छु गाइस होइन आइपुगिसकेको छु रामेछाप मेरो जन्मस्थल घरमा र तपाईँहरूको माझमा त्यो भिडियो आउने नै छ के हतार भने चुनाव लागेको छ गाउँमा गाइस होइन अब हाम्रो चाहिँ यात्रा अझै माथिसम्म गाउँसम्मको के कस्तो भइरहेछ भन्ने कुरो अब हामी प्रत्यक्ष तपाईँहरूको माझमा देखाउने नै छु होइन अब हामी एक गाउँतिर लाग्दैछौँ के कस्तो हुँदैछ गाइस बुझ्छ नि हो भालो अब भोलिको भोटमा तपाईँहरू त्यहाँ भोटको सफलता कस्तो हुन्छ अझै पनि देखाउने नै छ मेरो ड्राइभर भाइ के छ ठिक छ नि ड्राइभर भाइ आज पुरा अझै बनाएर होइन हिँडिरहेको छु यात्रा सही भन्छ त गाइस मेरो गाउँ चाहिँ यस्तो छ है गाउँ त्यसपछि बसेर खालि भुटिङ मात्र गर्ने हुन्थ्यो क्या गाउँ बुलेर हिँड्नु पऱ्यो नि खालि यो हाल त्यसलाई हालेर मात्रै गफेर हुन्छ यार आइज कहाँ सक्छ भने आइज गाउँ गाउँ टोल हामी हिँड्ने छौँ र हाम्रो यात्रा अझै पनि जारी नै छ नियन्त्रण जारी नै छ हामीले भिडियो बनाउँदैछु तपाईँको हातमा टोले हामी कसैलाई पनि भेट्दैन कसैलाई पनि हामी जोड्दिन हाम्रो भिडियोमा चाहिँ हामी भनेको स्वतन्त्र हो हामीले जे हुन्छ त्यही हुन्छ हामी भनेको होइन अब सुप लाग्ने दिन छैन गाइस अब हामीले 23 र 24 गते बिर्सिनु हुँदैन है तपाईँहरूले पनि हामीले पनि बिर्सिनु हुँदैन भन्दै हामी अघि बढ्दैछौँ र यो भिडियो फाइनली गाइस हामी चाहिँ बाखुर डाँडा यो एकदम जर्सन डाँडामा आइसकेको छु तपाईँहरूको माझमा होइन एकदम रमाइलो छ हरियाली छ है गाउँ हाम्रो गाउँ चाहिँ यो तल मेरो घर चाहिँ होइन अघि देखेको घर
अनि केटाहरू यता छ हेलो जय घन्टी कम्प्युटर कोही तारा भन्छन् कोही घन्टी भन्छन् कोही रुख भन्छन् होइन हामी आफ्नो हिसाबले आफ्नो स्वतन्त्रले भोट लिने छु तपाईँहरूको माझमा अहिले म यो हो त्यो हो भनेर हामीले पोख्ने छैन आफ्नोले लागेको आफू झोलेहरू 3टा पाले गर्नु गऱ्यो जे गर्नु गरिसकेका छ अब अर्कोलाई हामी अब पनि चान्स दिनुपर्ने हुन्छ होइन चान्स दिनुपर्ने हुन्छ तपाईँहरूले पनि दिनु होला देशकोले विकसित गर्छ त्यसलाई नै हामीले एउटा निर्णय गरेको स्योर ओके पनि त्यो चाहिँ नाइक सिबा ठ्याक्कै च्याङदुङ हो है च्याङदुङ माथि हो अनि तल यो लाकुडी बोट लाकुडी बोट त गयो नि पहिलाको स्थापना आउँछ भने स्थापनामा काके लाएर हाम्रो गाउँ भाइ यो के बोकेको काका यो के बोकेर गरेको यस्तो नकाट्नु न नफार्नु याद तरिका ल अर्ग्यानिक उखु पनि काकाले खुवाउनु लाग्यो होइन भोट केमा ठिकैमा बालेनकोमा पहिला थियो अहिले छैन ल अहिले यस्तो छ मरिन सुक्यो यार गरौँ लाग्छ अरे बाफ्रे छोटो छ कत्रो खुवायो आम्मा काकी अब हामी आजको दिनको सुरुवात उखुबाट सुरु गर्दैछु यत्रो उखु होइन काटेछु आमा मामा यसो नगर्नु राम अहिले चुनावको बेला हो हतियार त हातमै हुन्छ त्यसो नगर्नु न त्यसो नगर्नु रमाइलो यो पलहरू होइन हजुरहरू सब आफ्नो आफ्नो तालमा छ क्या आफ्नो तालमा साथी गएर आउँछु कहाँ जाने तपाईँ ल कहाँ हो साथी त्यहाँ आउँदैछ लिनु आउँदैछ मान्छे त्यो एजेन्टको लागि कार्ड बनाउनु पऱ्यो अरे के काम लाउँछ नि एजेन्ट काका फेरि हाम्रो भोट चाहिँ गेटमा पानी बस्छु म बोल्नु मिल्दैन हाम्रो मनमा छ क्या बोल्नु मिल्दैन होइन श्याम सर बोल्नु मिल्दैन होइन श्याम सर हुनुहुन्छ काकी कसले के भन्दा के भन्नु पऱ्यो कसले के भोट केमा हाल्यो भन्दा के भन्नु पऱ्यो घन्टीमा ए ठिक छ जसले जे गरे पनि आफ्नो आफ्नो मत राख्नै पर्छ होइन जसले हुन्छ पर्यो ल मिल्दैन भैँसीको पाराले मकै ढोँचा बाजा चबाउनु लाग्यो चबुन त्यसो मामा यो त कि खाना पाकाले खान्छ कि नपाकाले खान्छ क्या कि खाना पाकाले खान्छ कि नपाकाले खान्छ भाग आएछ नि यसरी खाने क्या साँधैमा गएर पार्टी गरी भन्छ यहाँ आयो जनता गरी चल्तिर फाल्थ्यो यार र यति चाहिँ नभन यार म त मन दुख्यो नखाने हो त के हो भाइ भन्न खोजा के भन्नु हामी त होइन त यार सर के छ ठिक छ मिठो छ उखु दाइ ठिक छ ऊ दामी छिल्नु भयो यार एकदम दामी छ सर दामी दाल छिल्नु भयो यार टोक्रो भाइ दनक मामा दाँत भाँचेर बिना टोक्नु फेरि एमालेको मासु भात खान छुट्याला माई गड एमालेको मासु हजुर खाएर भोट चाहिँ कसलाई हाल्ने रे यसमा भोट सबैले म अर्का नि यार
है दोगला हैन कि खाना पकाएर खान्छ कि नपकाएर खान्छ कति मिठो रहेछ फेन्टास्टिक त्यो मासु भात बिग्रेर बस्छ ल के छ मिठो यस्तो चिज त नि छोड्नुहुन्छ रस हुन्छ रस तर रह्यो ओहो हेर खतरा काटेछ अर्ग्यानिक जुस त्यो काका लिनु न थुक्रिनले बस्ने नि फुलिसियो बाबु अर्ग्यानिक जुस है भतिजेर खा ल त्यो त लास्टै छ हामीले कसो तरबाट के खाबे एमालेको मासु भात काङ्ग्रेसको तेल माओवादीको मकैको ढोर मकैको ढोर चपाउन आएको हाम्रो गाउँमा त मकै ढोर पनि छोड्दैन गाइस तिमीहरूको गाउँमा के छ फाइनली आजको दिनको सुरुवात पनि हामीले लगभग सकिसकेको छौँ दिनको सुरुवात उखु खाइयो कागती खाइयो सिस्नो ढेँडो खाइयो रुखको अमाला पनि खाइयो झापाली अमाला होइन फेरि राम्रो खालको अमाला त्यहाँ